हेलो एभ्रिवान, हामी चाहिँ तिनजुरेको डाँडामा तिनजुरेको डाँडामा झन्डै लडेको अवस्था होइन। हामी यहाँ आएको चाहिँ लगभग 2 घन्टा भइसक्यो। फोटो र भिडियो खिच्दा 2 घन्टा चाहिँ साँच्ची नै गयो। अब हामी अझै चित्त बुझेको छैन, उसको चित्त बुझेको छैन। अलिक हामी माथि डाँडा जाँदैछौँ। कस्तो अञ्जना त स्लिम देखेको यार, म त कस्तो राउन्ड एन्ड राउन्ड देखेँ है। अनि यो भनेको तिनजुरेको डाँडा हो। यो डाँडामा हामी दुईजना महारानी हिँडिरहेछौँ। यता पो दामी ठाउँ रहेछ त। उता अन्त ब्याक देखा त। गाइज यताबाट देख्न सक्नुहुन्छ ब्युटिफुल लेडी विथ ब्युटिफुल भ्यू होइन। यो चाहिँ पूर्वको वान ओन्ली एकदमै राम्रो फेमस ठाउँ हो तिनजुरे मिल्के। गुराँस नफुलेकोले गर्दाखेरि चाहिँ अलिकति चित्त चाहिँ बुझेको छैन। जङ्गलहरू पुरा कालो देखिएको छ होइन। गुराँस फुलेको भए चाहिँ एकदमै वाउ देखिन्थ्यो है। अनि मलाई यस्तो डाँडामा सबतिर धेरै ठाउँ चाहिँ यस्तो बनाएको रहेछ कि यो चाहिँ मलाई ओभर नै मन पर्यो होइन। तल डाँडामा नि यस्तो बनाइरहेको ल्या मैले झारेँ। ओ माई गड, त्यहाँ पाथिवटा मन्दिर छ यता, एकदमै राम्रो दृश्य देखिरहेछ। घाम चाहिँ घरि आउँदै घरि जाँदै भइरहेछ। यता फोटो खिच्ने काम हुँदैछ। यता चाहिँ कस्तो दामी हुस्सु लागिरहेछ। यता चाहिँ वेदर क्लियर छ कि फेरि एकदम राम्रो देखिरहेछ। चिसो जति नै भए पनि फेरि मान्छेहरू आउन छाड्ने चाहिँ होइन यो ठाउँमा है। एकदमै राम्रो छ नि त। जा पुरा कस्तो यार, जतिखेर भिडियो बनाउनु खोज्छु त्यतिखेर चाहिँ म चाहिँ लडी नै हाल्छु क्या। लडिहाल्नु त होइन, लड्न चाहिँ खोजिरहेको हुन्छु क्या। गाइज ब्याकग्राउन्डमा यस्तो हल्ला, मान्छेले यति धेरै रमाइलो गरिरहेछन् होइन। तर हाम्रो ग्याङ चाहिँ सबैजना टिकटकै मात्रै बनाउने कि टिकटकै मात्रै बनाएर बसिरहेछन् हो। अनि म चाहिँ के गरेर बसिरहेको छु भने टिकटक नै बनाउँदा गइरहेको। चिसोले कपाल यस्तो भइसक्यो, मान्छे जमी जस्तो भइसक्यो। हात चाहिँ बिचरा मेरो हात मोइस्चराइजर पनि ल्याएको छैन। अलिकति घाम लाग्यो भने कस्तो न्यानो फिल हुन्छ है। अनि एकदमै त्यही गुराँस नफुलेकोले गर्दाखेरि चाहिँ अलिकति मिसिङ भयो जस्तो लाग्यो। त्यही पनि ठिकै छ। सन्तोष भएन, कस्तो लाग्यो तपाईँलाई तिनजुरे आएर? कहाँ जानु एकछिनमा अञ्जना आओस् न जाने। बल्ल अलिकति घाम लागेर तातो भयो क्या। तातो अन्यानो यहाँ चाहिँ गर्मी महिनामा आए पनि यस्तै हो। फेरि चिसो चाहिँ है, हुस्सु लागेकै हुन्छ। अनि यता तलको यो जङ्गलमा होइन गाइस पुरा मजाले गुराँस फुलिरहेको हुन्छ। ढक्कमक्क पोहोर साल आउँदा त्यही गुराँस एकदम समिरहेकोमा चाहिँ यस्तो खतरा थियो। तर पनि टेन्सन छैन, किनभने 1 वर्षमा त आइहालेको हो हामी। यति रमाइलो गरिरहेछन् मान्छेहरूले है। जे होस्, फ्रेस हुनको लागि आउँदा चाहिँ एकदम राम्रो छ। तपाईँहरू नै तिनजुरे भिजिट गर्नु होला गाइज। म चाहिँ यही भन्न चाहन्छु। तर आउँदाखेरि चाहिँ यसो बाक्लो कपडाहरू चाहिँ तपाईँहरूले लिएर आउनुपर्छ होइन। नत्र भने एकदमै चिसो छ। तर चिसो भने सबैजनाले पातलै कपडा लगाइरहेछन्। यता हाम्रो ग्रुप चाहिँ सबजना टिकटक बनाउनमा बिजी हुनुहुन्छ। एकजना मेन हिरोइन यता पछाडिबाट जाँदै हुनुहुन्छ। हात चिसोले कक्रेर कस्तो भयो कि। ल अब भेना गरेर डान्स गर्नु ल। ल तिनजुरेमा आएर यतिको डान्स गर्नु पर्यो। ल गाइस सबैजना डान्स गरिदिने, हेलो गरिदिनु त सबैजनाले। हेलो हाई नगर्नु, अब निद्रा लाग्छ हाई गर्नु भनेदेखि। बाफ्रे हाई जेसु मेरो प्यारी। भेना मेरो भिडियो खिच्दै हुनुहुन्छ होइन होला। यता हाम्रो भेना चाहिँ पुरा भिडियो खिच्दै हुनुहुन्छ होइन। यता दिदीहरू चाहिँ डान्स गर्ने कि। तर कस्तो अब चाहिँ फर्किनु पर्छ होला हौ। धेरै नै टाइम यहाँ बिताइसक्यौँ हामीले। लगाइ चाहिँ यहाँबाट पुरा डाँडा देखिएको छ। पारी साइडको मान्छेले जति रमाइलो गरिरहेछन्, वारीकोले चाहिँ त्यसको छेउ पनि भेटेको छैन है रमाइलो गर्नमा चाहिँ। भेरी गुड कल्पना। फोहोर चाहिँ यसरी उठाइहाल्नुपर्छ होइन। यता माथि पाथिवटा मन्दिर
मन्दिर अघि हामी गइसक्यौँ होइन अनि अब चाहिँ अब हामी फर्कन लागेको अघि हामीले डिउ चाउचो खाएको थियौँ अनि दिदीले चाहिँ यहाँ सबै प्लास्टिकमा हाली यो चाहिँ एकदमै गुड वर्क लाग्यो अघि के गाइज कस्तो मजाले चरा उडेको थियो है त्यो चाहिँ मैले भिडियो क्याप्चर गर्नु पाइनँ कि एकदम दुःख लाग्दो कुरो चाहिँ जति बनाए नि टिकटक चाहिँ चित्त बुझेन रहेछ मान्छेलाई क्या कस्तो दामी देखियो क्या भ्यू चाहिँ एकदम दामी लगाइ अब हामी चाहिँ तल जान्छौँ ल यहाँ स्क्रिप्ट रेडी भइसकेको छ गाइज भिडियो बनाउनको लागि अब तल जाँदाखेरिको भिडियो बनाउँछ आर गार्डन छिर्यो भने डाँडामा चाहिँ यति नै होला सायद ल एकछिन मैले यिनीहरूलाई बोक्छु सुरु पनि त्यस्तो देखाउन त मलाई बोक्नु पर्दैन क्या